पीडित भिक्टिमोलोजीमा पीडित भनेको के हो? सामान्य अर्थमा पीडामा परेको अपराधको परिणामस्वरूप मौलिक अधिकारको व्यापक अनन्वय क्षति बेहोरेको, मानव अधिकारको गम्भीर उल्लङ्घनको परिणामस्वरूप मृत्यु भएको वा भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, यौनजन्य, मानसिक अथवा भावनात्मक रूपमा चोट, हानि, नोक्सानी तथा क्षति बेहोर्नु परेको व्यक्ति वा समूह वा प्रभावित वा आश्रित परिवार नै पीडित हो। पीडित शास्त्र Victimology looks at the crime from the victim point of view. अपराध मानवीय व्यवहारको प्रतीकको रूपमा प्रतिबिम्बित कुकृत्य हो। अपराध कुनै पनि व्यक्ति वा परिवारको विरुद्ध गरिएको हुन्छ जुन अपराधको कारण पीडा भएका, मर्कामा परेको पक्षको बारेमा खासै महत्त्व नदिएका कारण समाजमा शान्ति, सुव्यवस्था र न्याय कायम गर्ने उद्देश्यले पीडित शास्त्रको अवधारणाको विकास भएको हो। कुनै पनि अपराधको परिणाम र भार बिहोर्ने वा अपराधिक घटनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नकारात्मक असर परेको व्यक्ति नै अपराध पीडित हो। अपराध शास्त्रले पीडक र पीडितको सम्बन्ध, पीडकले त्यही पीडितलाई रोज्नुको कारण, पीडितलाई परेको मनोवैज्ञानिक प्रभाव, पीडितको अवस्था, परिस्थिति एवं पीडित हुनुको परिणाम, त्यसको निराकरण गर्ने उपायहरू खोज्दै पीडितलाई उचित न्याय दिलाउन पीडितको हक अधिकारको पुनर्स्थापना एवं क्षतिपूर्तिमा जोड दिन्छ। जहाँ अपराधको कारण हक अधिकार गुमाएर न्यायको भागीदार बनेका पीडितहरूको हक अधिकार र पीडासँग सरोकार राखी वैज्ञानिक एवं व्यवस्थित ढङ्गले अध्ययन गरिन्छ। अपराध र अपराधी दुवै समाजका उपजुन अपराध न्यूनीकरण गर्न सकिन्छ, तर अपराधविहीन समाज एवं राज्यको परिकल्पना गर्न सकिँदैन। पीडित शास्त्र एक विधा हो जसले पीडक, पीडित र पीडितहरूको अधिकारको क्रमबद्ध रूपमा अध्ययन गर्दछ। पीडित शास्त्रको अध्ययन बिना फौजदारी न्याय प्रणाली अपुरो बन्दछ। ल्याटिन भाषाको भिक्टिमा र ग्रिक भाषाको ल्यागोज शब्दलाई संयोजन गरेर भिक्टिमोलोजी बनाउने प्रथम व्यक्ति बेन्जामिन मेन्डल्सन हुन्। उनले यसलाई पीडितहरूको विज्ञानको रूपमा विवेचना गरेका छन्, जसलाई फादर अफ भिक्टिमोलोजी पनि भनिन्छ। अदालतले फैसला गर्ने कार्य अपराधीलाई सजाय दिने मात्र नभएर अपराध पीडितको हनन भएको हक अधिकार पुनर्स्थापित गराइदिनु पनि हो। न्याय भन्ने चिज गरे जस्तो मात्रै गरेर हुँदैन, वास्तविक पीडितले महसुस हुने गरी गर्नुपर्दछ। न्यायलाई बचाउने हो भने पीडितले न्याय एवं क्षतिपूर्ति पाउनुपर्छ भन्ने मान्यता भिक्टिमोलोजी सम्बन्धी नयाँ अवधारणामा विकसित भएको। यो शास्त्र क्रिमिनल जस्टिस सिस्टमको परिष्कृत रूप हो, जुन भिक्टिम जस्टिस सिस्टममा आधारित रहेको छ। न्यायालयले अपराधको परिणामस्वरूप दण्ड सजायको फैसला गरेर मात्र हुँदैन, अपराध पीडितको गुमेको हक अधिकारको समेत संरक्षण एवं पुनर्स्थापना गरिदिनु पर्दछ। जबसम्म पीडितको हक अधिकारको ग्यारेन्टी हुँदैन तबसम्म न्यायको अनुभूति गर्न सकिँदैन। पीडित शास्त्रको अवधारणाको उत्पत्ति एवं विकास, इभोल्युसन एन्ड कन्सेप्चुअल डेभलपमेन्ट अफ भिक्टिमोलोजी। अपराध र अपराधी दुवै समाजका उपजुन। प्राचीन कालमा संसारका अधिकांश न्याय प्रणालीहरूमा भिक्टिम ओरिएन्टेड जस्टिस सिस्टममै आधारित रहेको पाइन्छ। त्यसबेला अपराधीलाई दण्ड दिने अधिकार भिक्टिमहरूमा नै हुने गर्दथ्यो। कुनै पनि फौजदारी अपराधको न्याय निरूपण गर्दा पीडितलाई नै केन्द्रबिन्दुमा राखेर गर्ने गरिन्थ्यो, जहाँ पीडितलाई महत्त्व दिएर उनीहरूको पीडालाई सम्बोधन गर्ने गरिन्थ्यो। त्यस बखत बदलाको भावना नै न्यायको स्रोत थियो, जसलाई रेट्रिब्युटिभ सिस्टम पनि भनिन्थ्यो। दाँतको बदला दाँत भन्ने धारणाले न्याय व्यवस्था चलेको थियो। चोरको हात काट्ने व्यवस्था, जारलाई साधुले काट्न पाउने व्यवस्था, पीडित आफैले बदला लिन पाउने व्यवस्था, पीडितले प्रत्यक्ष रूपमा न्यायको अनुभूति गरेका हुन्थे, जसको कारण आम जनतामा न्याय व्यवस्थाप्रति सकारात्मक सोचको वातावरण सिर्जना हुँदै गएको थियो। यस समयमा धर्मले न्याय व्यवस्थामा स्थान पाएको थियो। तर समय परिवर्तनसँगै बिस्तारै व्यक्तिगत बदलाको भावनालाई निरुत्साहित गर्दै मानवीय सभ्यताले विकसित रूप लिँदै गएपछि ल एन्ड अर्डरको दायित्व राज्यको हो भन्ने मान्यता स्थापित भयो। फौजदारी न्यायको परिवेशमा मुद्दाको तहकिकात र अभियोजनात्मक कार्य सरकारले जिम्मा लिने र दण्ड पनि सरकारले नै दिने भन्ने प्रणालीको स्थापनाले पीडितले न्याय पाउने धारणा ओझेलमा पर्न थाल्यो। त्यही सन्दर्भमा क्रिमिनल जस्टिस सिस्टमले प्रशय पायो भने भिक्टिम जस्टिस सिस्टमलाई न्यायको बिर्सिएको पक्षको रूपमा रहन गयो। यस परिवेशलाई मनन गर्दा सरकार र राज्यले बिर्सिएको पक्ष जुन पीडित छ उसले न्याय पाउनु पर्दछ। उनीहरूको पीडामा मलमपट्टि गरिनु पर्दछ। क्षतिपूर्ति र परिपूरणको अधिकार राज्यले प्रदान गर्ने व्यवस्था मिलाउनु पर्छ, तब मात्र राज्यले सामाजिक न्याय गरेको ठहरिन्छ। अत क्रिमिनल जस्टिस सिस्टमले भुलेको पक्ष पीडित हो। उनै पीडितको इच्छा र चाहना बमोजिमको क्षतिपूर्ति, शरीर र सम्पत्तिको सुरक्षा एवं सामाजिक पुनर्स्थापना जोड दिने शास्त्र नै पीडित शास्त्र हो।
पीडित शास्त्रको अवधारणागत विकास, कन्सेप्चुअल डेभलपमेन्ट। पीडित शास्त्रलाई अपराध शास्त्रको हाँगा होइन, अपराध शास्त्र जस्तै बेग्लै अस्तित्व, मूल्य, मान्यता भएको शास्त्र हो भनी अभिव्यक्ति गरेको पनि पाइन्छ। वर्तमान समाजमा कानुन बमोजिम न्याय प्रशासन गर्ने परिपाटी हुर्कँदै जाँदा फौजदारी न्याय प्रशासनमा पीडित पक्षको स्थान गौण बन्दै गएको देखिन्छ। आधुनिक न्याय व्यवस्थामा अपराधको सूचना पाएपछि प्रहरी र अभियोक्ता सरकारी पक्ष सक्रिय हुन्छन्, प्रमाण सङ्कलन गरिन्छ र तत्पश्चात अदालतमा अभियोग दर्ता गरी अदालतमा कारबाही अगाडि बढाइन्छ। त्यसपछि अदालतले आफ्नो प्रक्रिया पुरा गरी कसुरदारलाई दण्ड वा रिहा गर्दछ। यसरी अपराधको एक अध्याय समाप्त हुन्छ। अभियोक्ताको अभियोगपत्रमाथि अदालतले गरेको दण्ड र कारबाहीप्रति पीडित पक्षको सन्तुष्टि छ या छैन त्यसबारे जान्ने प्रयत्न गरिँदैन। पीडित पक्ष एक सूचना दिने सूचक मात्र बन्दछ र ऊ गवाहको रूपमा बकपत्र गर्ने एक साक्षीको रूपमा मात्र देखिन्छ। त्यसबाहेक उसको कुनै भूमिका रहँदैन। तर कसुरदार सुधार गर्ने प्रक्रियाको नाममा प्रोबेसन, प्यारोल, सस्पेन्डेड सेन्टेन्स र फिस्कल पेनाल्टी जस्ता नरम दण्ड नीति प्रयोग गरिन्छ। कैदमा बस्ने अपराधीलाई शिक्षा, तालिम र अरू धेरै किसिमका सहानुभूति र सहयोग समेत हुने गरेको पाइन्छ। तर अपराध पीडितलाई कुनै वास्ता गरिएको हुँदैन। अपराध एक सामाजिक रोग हो। यसको निराकरण अपराधीलाई दण्ड सजाय दिएर मात्र हुँदैन। कठोर दण्ड नीतिले अपराधिक समस्या झन् जटिल बनाउँदै लैजान्छ भन्ने मान्यताले आधुनिक धारणा अनुसार कसुरदारप्रति नरम व्यवहारको नीति प्रयोग गरी पीडितलाई उपेक्षा गर्दै जाने हो भने ऊ झनै कुण्ठित बन्न पुग्दछ। ऊ बदलाको भावनाले प्रेरित हुन सक्दछ। कानुन हातमा लिएर कसुरदारपछि आफै कारबाही गर्न समेत अग्रसर हुन सक्छ, जसले गर्दा न्याय प्रशासन थप जटिल बन्न सक्दछ। तसर्थ यस्तो स्थिति नहोस् भन्ने सोचले नै पीडित पक्षको कथा, व्यथा र पीडाको अध्ययन अनुसन्धान गरी पीडितलाई राहत, सन्तुष्टि, पर्याप्त मात्रामा क्षतिपूर्ति भराउनु पर्दछ भन्ने कुरामा जोड दिन थालिएको हो। यसरी पीडित पक्षको दृष्टिकोणबाट गरिने अपराधको अध्ययन नै पीडित शास्त्र हो। सन् 1947 रोमानियन कानुन व्यवसायी बेन्जामिन मेन्डलसनले ल्याटिन भाषाको भिक्टिमा र ग्रिक भाषाको ल्यागोजको संयोजन गरेर भिक्टिमोलोजी बनाएका हुन्। त्यसैले उनलाई फादर अफ भिक्टिमोलोजी। सन् 1947 रोमानियन कानुन व्यवसायी बेन्जामिन मेन्डलसनले ल्याटिन भाषाको भिक्टिमा र ग्रिक भाषाको ल्यागोज शब्दको संयोजन गरेर भिक्टिमोलोजी बनाएका हुन्। त्यसैले उनलाई फादर अफ भिक्टिमोलोजी समेत भनिन्छ। नेपालमा पीडित शास्त्रको विकास, भिक्टिमोलोजी डेभलपमेन्ट इन नेपाल। नेपालमा पीडित शास्त्रको अभ्यास त प्रारम्भिक कालदेखि नै हुँदै आएको हो। प्राचीन कालमा न्याय सम्पादन प्रक्रियामा बदलाको भावनालाई प्रश्रय दिएको देखिन्छ। त्यस्ताका सरकारले ल एन्ड अर्डरलाई शासन चलाउने माध्यमको रूपमा लिई जनतालाई वास्तविक न्याय प्रदान गरी मन जित्नुको सट्टा डर, त्रास, धम्की पैदा गरेर कठोर दण्डको नीतिको आधारमा शासन व्यवस्था सञ्चालन गर्ने गरेको पाइन्थ्यो। सन् विक्रम सम्वत 1434 राजा जयस्थिति मल्लले विक्रम सम्वत 1434 राजा जयस्थिति मल्लले मानव न्यायशास्त्रको संहिताकरण गरे, जसमा जनताको सम्पत्ति चोरी भएमा राजाले तदारुकताको साथ चोर पत्ता लगाई चोरिएको सम्पत्ति पीडितलाई फिर्ता गर्ने र चोरलाई सजाय दिने व्यवस्था गरिएको थियो। यदि चोर पत्ता लगाउन सकिएन भने राज्य कोषबाट नै पीडितलाई चोरी भए बापतको क्षतिपूर्ति सरकारले दिनुपर्ने मान्यता स्थापित भएको थियो। शाहकालीन समयमा पीडितको सन्दर्भमा छुट्टै कानुन व्यवस्था नभए तापनि विक्रम सम्वत 1910 को मुलुक ऐनले आधुनिक संहिताकरणको थालनी गरेको पाइन्छ, जुन ऐनले पनि समग्रमा कसुरदारलाई कठोर दण्ड दिने अभिप्राय राखेको पाइन्छ। साथै मुलुक ऐन 1910 लाई नेपालको पहिलो संहिताकृत कानुन पनि भनिन्छ। यसमा चोरी गर्नेलाई कैद सजाय दिने व्यवस्थाले भए तापनि चोरी भएको सामान सम्बन्धित धनमाल व्यक्तिलाई फिर्ता दिने व्यवस्थाले केही हदसम्म पीडितलाई राहत पुगेको देखिन्थ्यो। यसै गरी अर्काको श्रीमती लिएर जाने जार भएमा साधुले ज्यान लिन सक्ने वा जारी स्वरूप आर्थिक रूपमा धनमाल लिन सक्ने जस्तो कानुनी व्यवस्थाले बदलाको अवधारणालाई सीमित रूपमा मान्यता दिएको थियो। आधुनिक नेपालको सन्दर्भमा नागरिक ऐन 2012 ले नागरिकको स्वतन्त्रता सम्बन्धी हकलाई स्थापना गर्न खोजेको र सो ऐनमा भएको व्यवस्थाले हक अधिकार हनन गर्नेलाई सजाय र पीडितलाई क्षतिपूर्ति दिलाइदिने व्यवस्था गरेको पाइन्छ। त्यसैगरी कोर्ट फी ऐन 2017 ले असक्षम व्यक्तिको कोर्ट फी तिरेर मुद्दा लड्न नसक्ने परिस्थिति भएमा पछि ठहरे बमोजिम हुने गरी हाललाई कोर्ट फी नतिरी मुद्दा दर्ता गर्न सक्ने सरकारी मुद्दा सम्बन्धी ऐन 2049 ले फौजदारी मुद्दाको तहकिकात, अनुसन्धान, अभियोजन, बस पैरवीको जिल्ला सम्बन्धित पीडितले नभई सरकारको तर्फबाट गरिदिने जिम्मा लिएको छ। नयाँ मुलुक ऐन भनेर चिनिने मुलुक ऐन 2020 मा जबरजस्ती करणीमा लुटपिटमा लोग्ने स्वास्नीको महलमा आगो लगाएको महलमा
पीडितहरूको लागि राहतको व्यवस्था गरेको छ। जबरजस्ती करणी, लुटपिट, लोग्ने स्वास्नी र आगो लगाएको महलमा पीडितहरूलाई राहतको व्यवस्था गरेको छ। त्यसै गरी सवारी ऐन 2020, राष्ट्रिय यातायात ऐन 2026 सवारी दुर्घटना क्षतिपूर्तिको मान्यता दिएको थियो। यसका अतिरिक्त हवाई उड्डयन ऐन 2018, नागरिक प्राधिकरण ऐन 2053 हवाई दुर्घटना सम्बन्धी क्रिया खर्च र क्षतिपूर्तिको व्यवस्था गरेको छ। उल्लेखित ऐन कानुनको अतिरिक्त हालको संविधान 2072 ले अपराध पीडितको सम्बन्धमा तुलनात्मक रूपमा बढी व्यवस्था गरेको पाइन्छ। नेपालको संविधान 2072 को धारा 21 मा अपराध पीडितको हक आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाहीको जानकारी लिन पाउने, अपराधलाई कानुन बमोजिम सामाजिक पुनर्स्थापना, अपराध पीडितलाई, पीडित भन्ने शब्द छुटेछ, कानुन बमोजिम सामाजिक पुनर्स्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हकको व्यवस्था गरेको छ। द्वन्द पीडित बालबालिकाको सुरक्षा र संरक्षण, द्वन्द पीडित परिवारको पुनर्स्थापना, यातना विरुद्ध क्षतिपूर्ति, जातीय भेदभाव विरुद्ध क्षतिपूर्ति मौलिक हकको रूपमा अपराध पीडितको हक, अपराध पीडित संरक्षण ऐन 2075 आदि थुप्रै संवैधानिक र कानुनी व्यवस्थाहरू रहेको पाइन्छ। अपराध पीडितको अर्थ र परिभाषा, मिनिङ एन्ड डिफिनेसन अफ भिक्टिम। कुनै पनि अपराधबाट पीडा वा क्षति भएको व्यक्ति वा समूह नै अपराध पीडित हो। सामान्य बोलीचालीको भाषामा कुनै पनि अपराधबाट पीडित हुने व्यक्तिलाई अपराध पीडित भनिन्छ। अपराधिक कार्यको परिणामस्वरूप शारीरिक, भौतिक, मानसिक, सांस्कृतिक, भावनात्मक, आर्थिक जस्ता चोट, हानि, नोक्सानी, क्षति भोग्न बाध्य भएका हुन्छन् भने त्यस्ता व्यक्ति वा समूहलाई नै समग्र रूपमा अपराध पीडित भनिन्छ। कुनै पनि व्यक्ति गैर कानुनी अपराधिक कार्यको कारणले यातना, क्षति, केही गुमेको अधिकारबाट वञ्चित भएको व्यक्ति वा उसको परिवारलाई अपराध पीडित भनिन्छ। त्यस्तो अपराध पीडित अपराधशास्त्र र पीडितशास्त्र दुवैको एउटा अभिन्न अङ्ग हो। यसरी अपराध पीडित हुनु व्यक्तिको दोष नभए अपराधको परिणाम हो। यस्तो अपराधिक कार्यहरूबाट पीडित लक्षित हुन्छन् भने कोही नहुन पनि सक्दछन्, तर पनि कसैलाई पीडित बन्न बाध्य पारिएको वा भएको हुन्छ। अपराध पीडितलाई प्राथमिक स्तर, द्वितीय स्तर र तृतीय स्तरमा वर्गीकरण गर्ने गरेको पनि पाइन्छ। UN डिक्लेरेसनले पीडितहरू भन्नाले फौजदारी कानुनको उल्लङ्घन गर्ने कार्य वा भुलहरू मार्फत शारीरिक, मानसिक, भावनात्मक, आर्थिक हानि, नोक्सानी, पीडा भएका तिनीहरूको मौलिक अधिकारको पर्याप्त हानि जस्ता व्यक्तिगत वा सामूहिक रूपमा हानि भएका व्यक्तिहरूलाई सम्झनुपर्छ। प्राध्यापक माधव प्रसाद आचार्यको अनुसार पीडित शास्त्र पीडितहरूको नजरबाट हेरिने शास्त्र हो। यसैलाई अङ्ग्रेजीमा भनिन्छ भिक्टिमोलोजी लुक्स एट द क्राइम फ्रम द भिक्टिम पोइन्ट अफ भ्यू। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आपराधिक घटनाबाट नकारात्मक रूपमा प्रभावित व्यक्ति नै अपराध पीडित हो। क्रिमिनल जस्टिस सिस्टम, यो क्रिमिनल जस्टिस सिस्टम भनेको चाहिँ पुरानो न्याय प्रणाली हो जसमा पीडितलाई बोल्ने अधिकार दिएको थिएन। पीडितले उजुरी दिएपछि प्रतिवादी छायामा पर्छ। पीडकलाई के भयो भन्ने कुरा थाहा पाउँदैन। साक्षीको रूपमा मात्र पीडितलाई प्रयोग गरिन्छ। सरकारी वकिलप्रति मानिसको जनविश्वास घट्दै गएको छ। सफाई दियो कि सजाय पायो पीडकले थाहा हुँदैन। पीडितले के पाउने भन्नेतर्फ ध्यान दिएकै हुँदैन। क्रिमिनल जस्टिस सिस्टमले फगत यसले के गर्छ भन्दाखेरि पीडकलाई दण्ड दिने मात्र विषयमा केन्द्रित हुन्छ। बकपत्र गरिन्छ। त्यस पश्चातका के प्रक्रिया भए के भएनन् पीडितले थाहा पाउँदैन। पीडितको पीर, मार्का, दुःख, कष्ट आदिको बारेमा यसले ध्यान दिँदैन। अब यसकै परिष्कृत रूप हो, आधुनिक रूप हो, फौजदारी कानुनको नवीनतम अवधारणा हो भिक्टिम जस्टिस सिस्टम। यो फौजदारी कानुनको नवीनतम अवधारणा हो। अभियुक्तको हकलाई भन्दा पनि पीडितको हकलाई यसले बढुवा दिन्छ। जहाँ दण्ड सजाय भन्दा पनि पीडितले चाहे बमोजिमको न्याय प्राप्त गर्यो कि गरेन भन्ने मान्यता राख्दछ। पीडितको पुनर्स्थापना, खोसिएको हाँसो, लुटिएको भाग्यको हस्तान्तरण गर्ने प्रयास गरिन्छ, जसले पीडितलाई राहत, क्षतिपूर्ति, बिग्रेको सम्बन्धमा सुधार, भातृत्व एवं भाइचारा, बदलाको भावना हटाउने, खुसी र सौहार्दता स्थापना गर्ने कुरामा जोड दिन्छ। पीडितलाई बोल्ने अधिकार दिएको हुन्छ। हरेक प्रक्रियामा सहभागी हुने गर्दछन्। पीडितको आवाज सुनिन्छ। राज्य संयन्त्रप्रति जनविश्वास र भरोसा बढ्दछ। पीडितलाई सम्बोधन गरिन्छ। पीडितको अधिकारको रक्षा हुन्छ। पीडितलाई क्षतिपूर्ति दिइन्छ। पीडितलाई तत्काल राहत उपलब्ध गराइन्छ। सामाजिक पुनर्स्थापनाको कार्य गरिन्छ। सोही कुरालाई आत्मसात गर्दै नेपालको वर्तमान संविधान 2072 मा केही धाराहरू, मौलिक हकहरू चाहिँ भिक्टिम जस्टिस सिस्टममा आधारित रहेको छ। यसका साथसाथै नेपाल सरकारले अपराध पीडित संरक्षण ऐन 2075 जारी गरी यसमा 7 परिच्छेद 54 दफामा
पीडितको वर्गीकरण, पीडितको अधिकार, कर्तव्य, परेको प्रभाव, क्षतिपूर्ति, सुरक्षा, संरक्षण लगायतका महत्त्वपूर्ण विषयवस्तुहरू समावेश गरेको छ। जुन भिक्टिम जस्टिस सिस्टमलाई नै फोकस गरेर यो अपराध पीडित संरक्षण ऐन 2075 आएको हो। यो 75 साल भदौ 2 गते, सायद भदौ असोज 2 गते, म कन्फ्युज भएँ, त्यो हेर्नु होला। अपराध पीडितको अधिकार, राज्य विरुद्धको अपराध, अपराध पीडितको अधिकार। प्राय अपराध पीडित के हुन्छ, राज्य विरुद्धको अपराधबाट प्रताडित हुन्छ, न्यायमा पहुँच छिटो छरितो न्याय प्राप्त गर्नु पर्यो, क्षतिपूर्ति प्राप्त गर्नु पर्यो, स्वतन्त्र रूपले जीवनयापन गर्न पाउनु पर्यो, पीडितको संरक्षण हुनु पर्यो, पीडितमा सामाजिक पुनर्स्थापना हुनु पर्यो। यी अपराध पीडितको अधिकार यहाँ मैले त स्पष्ट रूपमा उल्लेख गरेको छैन। यसका अतिरिक्त अपराध पीडितको अधिकार भनेर चाहिँ युएनको 4वटा सिद्धान्त छ। यो अपराध पीडितको संरक्षणको सिद्धान्त न्याप्छेस भनेर, यसलाई न्याप्छेस भनेर सूत्रमा भन्दा पनि हुन्छ। न्यायमा पहुँच र स्वच्छ उपचार, परिपूरणको अधिकार, क्षतिपूर्तिको अधिकार, सहायता प्राप्त गर्ने अधिकार। न्याप्छेस। पीडितहरूप्रतिको राज्यको दायित्व। पीडित र सरकार। पीडित र सरकार बीच अभिभावक र विद्यार्थीको जस्तो सम्बन्ध हुन्छ, किनकि विद्यार्थीहरूको हरेक आवश्यकता अभिभावकले पुरा गर्नुपर्छ। त्यसै गरी पीडितको हरेक आवश्यकता, हरेक पीडा सरकारले पुरा गरिदिनुपर्छ, न कि पीडकले होइन। पीडक मार्फत सरकारले नै पुरा गरिदिनुपर्छ। सरकार मार्फत पीडकबाट असुलो हुनुपर्दछ। नेपालको संविधान 2072 मौलिक हकको रूपमा अपराध पीडितको हकको व्यवस्था गरिएको छ। धारा 21 छ यो। अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान र कारबाहीको जानकारी लिन पाउने हकको व्यवस्था गरेको छ। कानुन बमोजिम सामाजिक पुनर्स्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ। अपराध पीडित संरक्षण ऐन 2075 मा त 7 परिच्छेदमा अपराध पीडितको हक, अधिकार, सूचना लिन पाउने लगायतका समग्र क्षतिपूर्ति लगायतका व्यवस्थाहरू गरिएकै छ। यो पीडित र सरकार बीचको सम्बन्ध, दायित्व भयो। पीडित र सरकारी वकिल पहिलो अनुसन्धान तहकिकात प्रहरीबाट हुने भए तापनि विस्तृत अध्ययन, प्रतिवेदन, प्रमाणहरू सङ्कलन गर्ने, मुद्दा चलाउने लगायतको जिम्मा सरकारी वकिलबाट हुन्छ। सरकारी वकिलले पीडितको भावना बुझेर पीडितको इच्छा अनुसारको प्रतिवेदन र कागजात तयार गरिदिएको खण्डमा पीडितले केही हदसम्म राहत पाउने हुन्छ। पीडित र प्रहरी। फौजदारी न्याय प्रणालीको प्रारम्भिक खुड्किलो भनेको नि प्रहरी हो। फौजदारी न्याय प्रणालीको सुरुवातमा घटनाको अध्ययन, अनुसन्धान, प्रमाण सङ्कलन लगायतका प्रारम्भिक अनुसन्धान सम्पूर्ण कार्य प्रहरीबाट हुने भएकोले प्रहरीले पीडितलाई मध्यनजर, पीडितलाई क्षतिपूर्ति पाउने गरी, पीडितले राहत पाउने गरी प्रमाणहरू सङ्कलन गरिदिनुपर्छ। प्रमाणहरू नपुगेको सङ्कलन सही ढङ्गले भएन भनेदेखि मुद्दा फितलो हुने र पीडकले उन्मुक्ति पाउने जस्तो सम्भावना हुने भएकोले पीडितप्रति प्रहरीले पनि आफ्नो दायित्व पुरा गर्नुपर्ने हुन्छ। पीडित र न्यायाधीश क्षतिपूर्ति सम्बन्धी कानुन व्यवस्था नभएको अवस्थामा पनि प्राकृतिक कानुनको सिद्धान्त अनुरूप क्षतिपूर्ति सहितको सजाय तोकिदिने अग्रगामी निर्णय न्यायाधीशले गर्न सक्छन्। पीडित र कानुन व्यवसायी। पीडितलाई बिना शुल्क सहयोग गर्ने एउटा कानुन व्यवसाय एक पक्ष भइगयो। अर्को कुरा, पीडकको पक्षमा बहस गर्ने कानुन व्यवसायीले पनि पीडितलाई क्षतिपूर्ति र राहत दिनुपर्नेमा जोड दिने, आफ्नो पीडकलाई उम्काउने त कोसिस छँदैछ, तर पीडितलाई पनि अन्याय होस् भन्ने चाहना राख्नु हुँदैन। पीडित र गैर सरकारी निकाय, पीडित र पत्रकार, यिनीहरूले पीडितहरूको गोपनीयताको हक अन्तर्गत चाहिँ आफूले काउन्सिलिङ गर्ने या संरक्षण गर्ने या तिनीहरूलाई पुनर्स्थापना केन्द्रमा लाने अनेक क्रियाकलाप गर्दाखेरि पीडितको भावना बुझ्नु पर्दछ। यसरी विभिन्न क्षेत्रले पीडितप्रति दायित्व निर्वाह गर्नुपर्छ। भिक्टिम सपोर्ट म्यानेजमेन्ट, क्षतिपूर्ति, शोध भर्ना, अर्जना, पुनर्स्थापना। भिक्टिम सपोर्ट म्यानेजमेन्ट भनेको पनि यो भिक्टिम जस्टिस सिस्टममै आधारित। पीडितले न्याय पाउनु पर्दछ, पीडितले क्षतिपूर्ति पाउनुपर्छ, पीडितले सामाजिक पुनर्स्थापना हुनुपर्दछ,
यहाँ पीडकले दण्ड सजाय मात्र होइन, पीडितले कसरी राहत पाउनुपर्छ भन्ने कुरालाई व्यवस्थित ढङ्गले व्यवस्थापन गर्नु नै भिक्टिम सपोर्ट म्यानेजमेन्ट हो। पुनस्थापकीय न्याय भनेको के हो? रेस्ट्रिक्टिभ फौजदारी न्याय प्रणालीको नवीनतम अवधारणा हो। यसले के गर्छ भन्दाखेरि भिक्टिम जस्टिस सिस्टमलाई नै मान्यता राख्दछ। पीडितलाई राहत, पुनस्थापना, सामाजिक मेलमिलाप कायम गर्ने ध्येय राखेको हुन्छ। सोही कारण यसलाई चाहिँ राउन्ड टेबल जस्टिस, पिस मेकिङ सर्किल भनिन्छ। ससाना फौजदारी विवाद, देवानी व्यवसाय सम्बन्धी विवाद मिलाउनको लागि यो पुनस्थापकीय न्यायले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। अब यसमा नागरिक ऐन 2000 हक अधिकार उल्लङ्घन भएमा अदालतले क्षतिपूर्ति दिलाउन सक्ने पीडितको अधिकारको सम्बन्धमा हो विभिन्न कानुनले व्यवस्था गरेको। यो बिचमा टपिक छुटेछ। गाली बेजेती ऐनले गाली बेजेतीको कारण मान मर्दनमा आँच पुगे अदालतले क्षतिपूर्ति भराउने। कोर्ट फी ऐनले चाहिँ मुद्दा लड्न नसक्नेलाई चाहिँ पछि हुने गरी, पछि सोध भर्ना हुने गरी कोर्ट फी नतिरी मुद्दा दर्ता गर्न सक्ने। सरकारी मुद्दा सम्बन्धी फौजदारी मुद्दाको अध्ययन, अनुसन्धान, तहकियात गर्ने जिम्मा सरकारले गर्ने। सुरक्षित कारोबार ऐन, धितोपत्र सम्बन्धी ऐन, यी सम्पूर्ण ऐनहरू छन्। यिनीहरूले चाहिँ पीडितलाई यी ऐन बमोजिम यीसँग सम्बन्धित पीडितहरूलाई चाहिँ राहत स्वरूप क्षतिपूर्ति दिने व्यवस्था गरेको छ। पीडितको वर्गीकरण सामान्यतया पीडितलाई यातना पीडित, निर्दोष पीडित, कुण्ठित पीडित, प्रोभोकेटिङ पीडित भनिन्छ। निर्दोष पीडित भनेको आफूले गल्ती नगरे तापनि अपराधको मार खप्नुपर्नेलाई निर्दोष पीडित भनिन्छ, जसमा बालबालिका, बुढाबुढी, महिला, अशिक्षित व्यक्तिहरू पर्दछन्। कुण्ठित पीडित भनेको बदलाको भावना गरेर गर्ने अपराध कुण्ठित पीडित भनिन्छ। अर्थात् सम्पत्ति र प्रतिष्ठाको हातमा अर्कालाई दुःख दिने, दुःख पीडा दिए बापत तत्काल केही गर्न नसके पनि मनमा रिस आदि मौका परेको बेलामा पीडा दिने व्यक्ति विरुद्ध अपराध गरी अर्को पक्षलाई पीडा पुर्याउनेलाई अप्रेसिङ पीडित भनिन्छ। या पहिला एक किसिमको पीडा भएको मान्छेले त्यसको बदला स्वरूप कसैलाई अपराध गर्दछ भने त्यो के भयो? कुण्ठित पीडित भयो। त्यो पीडित त हुन्छ तर ऊ कुनै समयको पीडक पनि रहेको हुन्छ कुण्ठित पीडित। प्रोभोकेटिङ पीडित भनेको चाहिँ उत्तेजित पारिने। अब आफैले गल्ती गरेको हुन्छ। यसमा चाहिँ अपराध हुनुमा पीडक आफ्नै त्रुटि हुन्छ, गल्ती हुन्छ। जस्तो छोटो लुगा लगाएर हिँड्ने केटीहरूलाई बलात्कार हुन सक्ने सम्भावना हुन्छ। गरगहना लगाई हिँड्ने, असाध्यै झक्किझकाउ भएर हिँड्यो भनेदेखि के हुन्छ भन्दाखेरि लुटपाट हुन सक्ने सम्भावना हुन्छ। केटाहरूसँग हिँड्ने केटीहरूलाई पनि दुर्व्यवहार हुनसक्छ, या बलात्कार या यौनजन्य हिंसा हुनसक्छ। हो यस्ता कुरामा आफू सचेत हुनुपर्छ। लागु औषध सेवन गरेर हिँडेको छ भनेदेखि ऊ अचेत अवस्थामा लुटपाटमा पर्न सक्छ। यसलाई भनिन्छ प्रोभोकेटिङ भिक्टिम। सुसाइड भिक्टिम भनेको आफ्नै कार्यबाट आफैलाई क्षति पुर्याउन। आत्महत्या गर्ने भनेको अरूले गरिदिएको हुँदैन, आफैले गरेको हुन्छ। वेश्यावृत्तिमा लाग्नु पनि आफैले लागेको हुन्छ, कसैले जबरजस्ती लगेको हुँदैन। त्यस्तै लागु औषध सेवन गर्ने व्यक्ति आत्मघाती पीडितहरू भए। नजन्मिँदै पीडित भनेको कुनै पनि बालबच्चा नजन्मिँदै पीडित हुन्छ। जस्तो गर्भपतन गर्नु भनेको नजन्मिँदै पीडित हुनु हो। त्यो बच्चाको एउटा जन्म नपाउने अधिकारकोलाई चाहिँ अनाधिकृत सम्बन्ध या अनैतिक सम्बन्धको कारण गर्भपतन भयो भने यो नजन्मिँदै त्यो पीडित हुन्छ। अब अपराध पीडित संरक्षण ऐन अनुसार पीडित 3 प्रकारको हुन्छ। प्रथम स्तरको, द्वितीय स्तरको र पारिवारिक पीडित। कसुरको प्रत्यक्ष परिणामस्वरूप मृत्यु, क्षति भएको वा कसुर भइरहेको अवस्थामा कसुरदारलाई रोक्ने, बचाउने, नियन्त्रण गर्ने कार्य गर्दाखेरि क्षति भएको व्यक्ति वा समूह के हुन्छ? प्रथम स्तरको हुन्छ। प्रथम स्तरको पीडितको संरक्षक नाबालक छ भने संरक्षक, या वृद्ध छ भने संरक्षक चाहिँ के हुन्छ? द्वितीय स्तरको पीडित हुन्छ। पारिवारिक पीडित भनेको पीडितको एका सगोलको आमा, बुवा, पति, पत्नी वा पीडितमा आश्रित एका सगोलको परिवारको सदस्य के हुन्छ? पारिवारिक पीडित हुन्छ। यसरी अपराध पीडित संरक्षण ऐनले 3 भागमा वर्गीकरण गरेको छ। अपराधको वर्गीकरण खासै आवश्यक छैन हो। झुठो लिखत सम्पत्ति, यौन, राज्य विरुद्ध घुसखोरी, भ्रष्टाचार, व्यक्ति विरुद्ध अन्य अपराध। अपराध पीडितको अधिकार। अपराध पीडितको फौजदारी अपराधमा राज्य विरुद्धको अपराध मानिन्छ। अपराध फौजदारी अपराधलाई राज्य विरुद्धको अपराध मानिन्छ। यस्तो अपराधमा राज्यले पीडितलाई साक्षीको रूपमा प्रयोग गरी पीडकलाई दण्ड सजाय मात्र केन्द्रित भएको हुन्छ। यस्तो अवस्थामा पीडितको उद्धार, हक अधिकारको संरक्षण, सुरक्षा, स्वतन्त्र भयरहित जीवनयापन, स्वतन्त्र एवं भयरहित जीवनयापन, न्यायमा पहुँच, क्षतिपूर्ति, छिटो छैटो न्याय सम्पादन र अपराधी र पीडित बीचको सम्बन्ध पुनर्स्थापना र पुनर्सामाजिकरण अपराध पीडितको अधिकार हो भने लोक कल्याणकारी राज्य, कुनै पनि राज्यले आफू लोक कल्याणकारी छु भन्छ भने यी कुरामा ध्यान दिनुपर्दछ। UN प्रिन्सिपल
4वटा प्रिन्सिपल यो अपराध पीडितको अधिकार त यो छुटाउनै नहुने कुरा हो। न्याप्सेस भनेर हामीले यसलाई सूत्र पनि बनाएको छौँ। न्यायमा पहुँच र स्वच्छ उपचार, न्यायमा पहुँच र स्वच्छ उपचार, परिपूरणको अधिकार, क्षतिपूर्तिको अधिकार, सहायता प्राप्त गर्ने अधिकार, भिक्टिम सपोर्ट म्यानेजमेन्ट। यो माथि पनि थियो, त्यसलाई डिलिट गर्नुपर्ने। यो चाहिँ अलि राम्रो छ। दण्डमा जोड दिनु भन्दा पनि पीडितको पीडामा मलम पट्टी लगाउनु पर्दछ। यहाँ के भन्छ भन्दाखेरि दण्डमा जोड दिने होइन, पीडितको पीडामा मलम पट्टी लगाउनु पर्छ, अनि पो न्यायको अनुभूति हुन्छ त। यसले पीडित शास्त्रीय अवधारणामा भिक्टिम जस्टिस सिस्टमलाई नै जोड दिन्छ। क्षतिपूर्ति, शोध भर्ना, हर्जना, पुनर्स्थापना युएनको 4 महत्त्वपूर्ण सिद्धान्त। न्याप्सेस भनेको के हुन्? न्यायमा पहुँच वा स्वच्छ उपचार, परिपूरणको अधिकार, क्षतिपूर्तिको अधिकार, सहायता प्राप्त गर्ने अधिकार, त्यो भयो। यसका अतिरिक्त सामाजिक सुरक्षा, पीडित सहायता कोष, पीडित सहायता कार्यक्रम, परामर्श, निःशुल्क सेवा, अन्य जे जति विषयहरू छन् जसले चाहिँ भिक्टिम पीडितलाई मलमपट्टि गर्दछ, त्यो नै पीडित सहायता व्यवस्थापन। अल्टरनेटिभ प्रिजन सिस्टम भनेको यो के हो भन्दाखेरि पीडकलाई चाहिँ संरक्षण गर्ने हो। फौजदारी न्याय प्रणाली, क्रिमिनल जस्टिस सिस्टमका महत्त्वपूर्ण विषयहरू हुने, जसले पीडकलाई उनीहरूको आनी बानी व्यवहारको आधारमा चाहिँ केही हदसम्म छुट दिएको हुन्छ। खुल्ला कैद प्रणाली भयो, कार्यवाही विधासहितको कैद भयो, निलम्बित कैद प्रणाली भयो, प्रोबेसन भयो, प्यारोल भयो, जरिवाना भयो, सामुदायिक सेवा भयो, जेलमा औद्योगिक उत्पादन भयो आदि। प्यारोलमा राख्न नसकिने भनेको प्यारोलमा कसरी राख्न सकिँदैन भन्दाखेरि प्यारोल 1 वर्षभन्दा बढी सजाय पाएका, 2/3 सजाय भुक्तान गरिसकेका कसुरदारलाई प्यारोल बोर्ड, जिल्लामा रहेको प्यारोल बोर्डको, जिल्ला अदालत भए जिल्ला प्यारोल बोर्डको सिफारिसमा, पुनरावेदन भए पुनरावेदनको प्यारोल बोर्ड, पुनरावेदन अहिले छैन, उच्च अदालतको प्यारोल बोर्डको सिफारिसमा चाहिँ छोड्न सक्ने व्यवस्था हुन्छ। तर देहाय 9 प्रकृतिका कसुरमा कैदीले यस्तो सुविधा पाउन सक्दैनन्। त्यस्ता कसुर के हुन् भन्दाखेरि जबजमा शंस अमारा, जन्म कैद, भ्रष्टाचार, जबरजस्ती करणी, मा शंस भनेको मानव बेचबिखन, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरण, अमारा भनेको अमानवीय वा क्रूर कसुर, मानव विरोधी अपराध, राज्य विरुद्धको अपराध। यस्ता अपराधका कैदीहरू चाहिँ छुट्न पाउँदैनन्। प्यारोलमा छुट्नु भनेको कोही दण्डबाट मुक्त हुनु होइन, समाजमा बसी कोही दण्ड बोक्नु, समाजभित्रै रहेर कोही दण्ड बोक्नु। प्यारोलमा छोड्दा त्यस्ता व्यक्तिले तोकिएको शर्तहरूको अक्षरशः पालना गर्नुपर्दछ। कोहीको भिडभाड हटाउन यो उपयुक्त प्रणाली हो। सबै व्यक्ति समाजको लागि उत्तिकै खतरा युक्त हुँदैनन्। आवेशमा कसुर गर्ने, लापरवाही वा हेलचोक क्राइममा कसुर गर्ने, परिस्थितिको फेरोमा कसुर गर्ने, बेरितका थुनामा सजाय पाएका, थुने बापत सजाय पाएका, बहुविवाहको सजाय पाएका, बाल विवाहको सजाय पाएको, सानोतिनो चोरी ठगीमा सजाय पाएका, सवारी सम्बन्धी कसुरमा सजाय पाएका, यस्तै अरू कसुरमा जेलमा नराखी प्यारोलमा छोड्न सकिने हुन्छ। त्यसमाथि जेलमा रहँदा यिनको आचरणप्रति मूल्याङ्कन हुन्छ र सोही बमोजिम प्यारोलमा पठाउने गरिन्छ। शारीरिक दण्ड भनेको कर्पोरल, अन्य दण्ड, निर्वासन वा स्थानान्तरण, सामाजिक बेइज्जती, दण्ड वा क्षतिपूर्ति। अपराधको पुनर्सामाजिकरण भनेको अपराधीको पुनर्सामाजिकरण केबाट हुन्छ? प्रोबेसन, प्यारोल, अपराधी उत्तर संरक्षण कार्यक्रम, कसुरदार, परिवार, समाज र सरकार। उत्तर संरक्षण कार्यक्रम भनेको के हो भन्दाखेरि एउटा अपराधी समाजमा फर्केर आइसकेपछि कसुरदारलाई चाहिँ यो कसुरदार नै हो भन्ने मान्यता राख्यो भने के हुन्छ भन्दाखेरि ऊ झन् अपराधतिर हौसिन्छ र अब म यसै अपराधी उसै अपराधी भन्ने मानसिकता राखेको हुन्छ। त्यस्तो अवस्थामा कसुरदारलाई पनि समाजले उचित न्याय संरक्षण गर्नुपर्छ, सुरक्षा दिनुपर्छ, उसलाई पनि समाजमा घुलमिल गराउनुपर्छ, समाजमा सामाजिक मान मर्यादामा चाहिँ कमी आउन दिनु हुँदैन। पीडितलाई पनि त्यसै गरी संरक्षण गर्नुपर्छ। त्यसमा कसुरदारको पनि आफ्नै भूमिका हुन्छ, परिवारको हुन्छ, समाजको हुन्छ, सरकारको हुन्छ। यो नै उत्तर संरक्षण कार्यक्रम हो। अपराध पछि कसरी संरक्षण गर्ने भन्ने कुरामा यसले जोड दिन्छ। बाल अपराध भनेको के हो भन्दा मानसिकता, उमेर, अपराधी कार्य, दण्ड, सजाय। अब यो बाल अपराधको विषयमा मैले त्यति लेखेको रहेछु, पछि
गरौँला। दण्डहीनता भनेको के हो भने मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक, न्यायिक लगायतको क्षेत्रमा भएको अपराधिक क्रियाकलापलाई कानुनको दायरामा नल्याई स्वतन्त्र रूपमा छोड्दै जानु नै दण्डहीनता हो। अनुसन्धान र तहकिकातबाट प्राप्त भएको परिणामलाई कानुन बमोजिम कारबाही नगरेको अवस्था के हो? दण्डहीनता हो। यो सामाजिक कलङ्क एवं बर्बरताको प्रतीक हो जसले समाजमा अपराधको संस्कृति मौलाउन दिन्छ। पीडितको न्यायिक अधिकारलाई व्यवस्था गरेको अवस्था, अपराधिक क्रियाकलाप एवं घटनामा संलग्न भएको व्यक्ति कारबाहीको प्रक्रियामा नआउनु वा उन्मुक्ति दिनु दण्डहीनताको असर। के हुन्छ दण्डहीनताको असर? मानव अधिकारको हनन हुन्छ, अपराध र अपराधिक कार्यलाई प्रशय दिन्छ, राष्ट्रिय सङ्कट र राष्ट्र असफल भएको देखिन्छ, विकास निर्माणको कार्यमा बाधा व्यवधान आउँछ, पीडितले उचित न्याय पाउँदैन, सत्य निरूपण मेलमिलाप आयो। यो एक अन्तर्राष्ट्रिय अवधारणा हो। युद्ध तथा द्वन्द्वको चपेटामा परेर पीडित भएका मानव अधिकारको गम्भीर उल्लङ्घन भई त्यसबाट पीडित भएकाहरूको सम्बन्धमा घटनाको सत्य तथ्य पत्ता लगाई अपराध पीडितलाई क्षतिपूर्ति र अपराधीलाई प्रायश्चित गर्न प्रेरित गरी समाजमा पुनः भाइचाराको वातावरण निर्माण गरी शान्तिपूर्ण ढङ्गले समाजलाई दिगो शान्ति र विकासको मार्गमा डोर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। आजलाई यति नै गरौँ।